चाहिँ आज चाहिँ होइन 65 को रेसिपी चाहिँ टक्क तयार गर्दैछु। सबैजनाले टक्क हेर्नुहोस् है त, ल आउनुहोस्। मैले चाहिँ टक्क 1 प्लेट बनाउँदैछु। यो चाहिँ 1 प्लेटको क्वान्टिटी हो। 1 प्लेटको हिसाबले चाहिँ त्यसपछि लेमन हाल्नुहोस् है, टेस्टी अनुसार। हल्का टेस्टीको लागि नमक हाल्नुहोस्, सल्ट। हल्का ब्ल्याक पेपर हाल्नुहोस्, हल्का करी लिफ हाल्नुहोस्, करी पत्ता, हल्का चिल्ली पाउडर हाल्नुहोस्। अनि यो चाहिँ मैले आफै बनाएको हट सस हो है। हल्का हट सस पनि बनाउनु भएको छ भने हजुरले हाल्न सक्नुहुन्छ, नत्र नहाल्दैन हुन्छ है। त्यसपछि गार्लिक जिन्जरको पेस्ट हाल्नुहोस्। त्यसपछि 1 पिस एग हाल्नु। स्पुन जति चाहिँ कर्नफ्लोर एड गर्नुहोस्। 1 स्पुन भन्दा चाहिँ हल्का थोरै चाहिँ मैदा एड गर्नुहोस् है। मैदाभन्दा हल्का धेरै चाहिँ कर्नफ्लोर हुनुपर्छ ल। हामीहरूले लेमन पनि हालेको छ, हल्का भिनेगर पनि एड गरिदिनुहोस् टेस्टको लागि। रेड कलर चाहिँ शरीरको लागि हानिकारक छ, त्यसैले चाहिँ हामीले चाहिँ फुड कलर युज गर्नुपर्छ, फुड रेड कलर। त्यो पनि हल्का हाल्ने है, कलरको लागि मात्र 1-2 थोपा। हल्का व्हाइट पेपर नै हाल्नुहोस् है। यो चाहिँ मिक्स मसला है, मिक्स मसला आफै बनाएको। टक्क यति हालेपछि चाहिँ यसलाई चाहिँ मजाले मिक्स गर्ने है। हाम्रो चाहिँ मजाले मिक्स भएको छ है। अब यसलाई चाहिँ फ्राई गर्नुपर्छ। अनि तपाईँहरूले चाहिँ 65 बनाउँदा चाहिँ टक्क अमिलो र पिरो चाहिँ मजाले लागेको हुनुपर्छ है। फ्राई गरिन्छ है। टक्क हाम्रो चाहिँ यो चाहिँ होइन फ्राई पनि रेडी भइसक्यो है, हेर्न सक्नुहुन्छ। टक्क साथीहरू हजुरहरू पनि यो तरिकाले बनाउन सक्नुहुन्छ है। यो चाहिँ सादा अनि स्वादिष्ट तरिका छ। सादा अनि स्वादिष्ट तरिकाले घरमा पनि बनाएर खान सक्नुहुन्छ। अनि यसको साथमा यो चाहिँ हाम्रो चाहिँ ड्राई फ्राईको चाहिँ रेडी भएको छ। यसमा चाहिँ विथ सस पनि हुन्छ है। सस चाहिएमा चाहिँ अर्को टाइममा चाहिँ तपाईँलाई रेसिपीमा दिनेछु, टक्क बनाउने गर्दै जानु होला।